वेलकम टु माई भिडियो। आज पनि म बिहानको काम सकेर खाना खाएर अघि पछि जस्तै आफ्नो काममा लागेँ। हेर्नु न, हाम्रो गाउँमा कस्तो मजाले तोरी फुलेछ के। शनिबार हेर्न जाने भनेको, शनिबार त्यस्तै त्यस्तै बाहा। अब अर्को शनिबार चाहिँ पक्कै पनि जानेछु। अनि घाम पनि लागेको थिएन, तर पानी पनि परेको थिएन। मौसम कस्तो कस्तो थियो के। अनि त्यो चाहिँ हाम्रो पप्पीको साथी, त्यो चाहिँ तलको चोक। त्यहाँबाट चाहिँ ट्याक्सी कुरेर जाने हो, तर आज म हिँडेर जाने हो नि त। सधैँ यो प्रतीक्षालयमा बसेर म ट्याक्सी कुर्थेँ, आज चाहिँ म हिँडेर जान लागेको। अनि अघि पछि म हिँड्ने बेलामा चाहिँ कहिल्यै केही पाइन्न के। अब आवश्यक पर्छ नि त ट्याक्सीहरूको, त्यति बेला चाहिँ केही नै पाइन्न। आज चाहिँ मलाई हिँडेर जान छ। जे आउँछ जाने हो, जे आउँछ जाने अरे। अब भन्न केही भन है। अनि त्यहाँ चाहिँ हाम्रो स्कुल हो, हामी पढ्ने बेलामा कस्तो सानो सानो घर थियो, कस्तो राम्रो थियो। अहिले त यस्तो यस्तो भयो कि पुरै चेन्ज भयो। यता पनि यस्तो छ है। हामी पुरै स्कुल पढ्ने बेलामा पुरै यहाँबाट डुल्थ्यौँ के, चाउचाउ खाँदै खाँदै साथी 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 साथी। अनि हेर्नु न, हिँड्दै हिँड्दै कसैले लिफ्ट दिने हुन्थ्यो जस्तो भएको थियो कि। फेरि अहिले त धाउ भएर। अनि यो चाहिँ सल्लेरी, यसलाई चाहिँ कुडुलेको छापो भन्छ नि हामीबाट। चल्ला चाहिँ सल्लेरी। बिहानमा हामी कलेज जाने बेलामा कस्तो डर लाग्थ्यो। कलेज जाने बेलामा त धेरैजना भन्थ्यो हिँड्दै जान, रमाइलै फिल हुन्थ्यो। उहाँ चाहिँ त्यहाँ चाहिँ गणेश मन्दिर छ। अनि हेर्नु नि, तलबाट नि अटो आएको छ, अनि अटोले नि फर्किने हो अरे। अनि होइन, त्यो चाहिँ गणेश मन्दिर, सबैजनाले दर्शन गर्नु होला। अनि यहाँबाट तल चाहिँ रमेटार भन्छ। अनि त्यहाँ चाहिँ प्राविधिक शिक्षा छ कि, प्राविधिक शिक्षा छ। कालीगण्डकीको चिसाबासहित प्राविधिक शिक्षा छ त्यहाँ चाहिँ। अनि यो चाहिँ रमेटार। यहाँ आउने बेलामा चाहिँ मलाई साह्रै थकै लाग्यो कि आज, होइन यस्तो थकै लाग्यो नि। अनि आज फेरि मलाई त्यस्तै त्यस्तै परिस्थिति भएर हिँडेर जान परेको थियो। अनि हिँड्दै बाटोमा मोबाइल समाउँदै हिँड्दै गर्दा नि मान्छेहरूले नि के सोचेलान्। अनि सुरु भयो बागलुङ बजार। अनि त्यो चाहिँ बस पार्क, अहिलेको नयाँ बस पार्क, हजुरलाई थाहा नै होला, उपल्ला चौरमा भएको बस पार्क। अनि मान्छेहरूलाई के परिस्थिति पर्छ है। मलाई चाहिँ आज त्यस्तै त्यस्तै भएको थियो। अनि मनमा चाहिँ अनेक कुराहरू खेलिरहेको थियो। खेले पनि मनमा कुरा खेलाउँदै हिँडेको थिएँ। तर मेरो बानी चाहिँ एकदम ओभरथिङ्क गर्ने बानी के है। सानो कुरालाई नै ठुलो लिएर सोच्ने बानी, त्यही बानीले कुन दिन मेरो ज्यानै लिन्छ जस्तो भइरहेको के। अनि हेर्नु न, यहाँबाट माथि चाहिँ बुर्तिबाङ बिहुँदै बुर्तिबाङ हुँदै जाने बाटो हो कि। हामी आमा घर जाने बेलामा नि यही बाटो जान्छौँ। अनि घाम नलागेर मौसम नि खासै क्लियर नै आएन। अनि यहाँबाट नि फेरि अटोले जाने हो, अनि जाँदिनँ भनेर लागेँ। अनि आज भाउजूलाई भेट्ने काम थियो नि त, त्यही भएर म उपल्ला चौरबाट तल क्लास जाने बाटो भन्दा त्यहाँ चाहिँ लागेँ। यहाँ चाहिँ भाउजूको पसल छ। अनि भाउजूको पसलमा गएँ, काम थियो। अनि भाउजूले चाहिँ यहाँ काम गर्न लाउनु भयो, भर्खर सिक्दै हुनुहुन्छ के काम। अनि उहाँबाट चाहिँ म क्लासमा चाहिँ लेख्ने थियो। अनि स्पेलिङ नजानेर हाँसै भयो कि। मेरो ह्यान्डराइटिङ हेर्नु न फेरि यस्तो छ नि। अनि कस्तो धेरै लेख्न थियो कि। आज त मेरो हात त्यस्तो दुखित छ है, साह्रै दुखित छ कि मेरो हात आज। अनि क्लास सकेर म गएँ, भाउजू आउनुभएको थियो। भाउजूलाई भेटेर भाउजू र म तल गयौँ। अनि भाउजूले फेरि बाटोमा जोत्दै नि बोल्नुहुन्छ कि, सबैको बानी यस्तै हुन्छ, मेरो नि यस्तै हुन्छ, अरूको नि यस्तै हुन्छ। तल गयौँ, तल गएर थोरै काम थियो हाम्रो, सामान किन्ने। अनि फर्क्यौँ। हेर्नु न, अनि हामी चाहिँ बसमा हिँडेको। अस्ति नि म पिकनिक गएको थिएँ नि त, त्यही बसमा हिँडेको। 15 मिनट भनेर नि हामीलाई आधा घन्टा कुराइदिनु भयो कि आज। अनि यो चाहिँ बेनी हुँदै जाने जिप्पाहरूको, त्यहाँ गएर बसेको थियौँ। अनि बल्ल आधी घन्टा कुरेपछि हामी घर हिँड्यौँ। घर बाटोमा नि के भिडियो गराउने भनेर गराएको थिइनँ। अनि यो चाहिँ क्याम्पस हो, क्याम्पसभन्दा माथि मेरो क्लास छ, छँदै छ होला। अनि हेर्नु न, बसमा झ्याक्ल्याक गर्दै हिँड्यौँ। यो चाहिँ बस पार्क जाने बेला पनि देखाएको थिएँ नि हजुरहरूलाई। अहिले चाहिँ यो बस पार्क सञ्चालन भइसक्यो। अनि हामी घर पुग्नै लाग्थ्यौँ कि। बिहानै देखाइरहेको बाटो सबै यो चाहिँ हजुरहरूलाई। अनि हाम्रो गाउँमा तोरी कस्तो राम्रो देखियो कि आज। म घर आउँदा बित्तिकै सबसे खुसी हुने मेरो भुतुलो, हेर्नु न कस्तो खुसी भयो कि होइन। आजलाई यति नै, बाई बाई।